प्रश्न नम्बर 1. Choose the correct alternative. 48632436 8132 4261 what? Option A 6214 3124. Option B 9842 8421. Option C 8346 4623. Option D 5926 1813. तपाईको समय सुरु भइसकेको छ। एन्सर कमेन्ट गर्नुहोला। यसको राइट एन्सर हो अप्सन सी। समाधान प्रश्नमा 48632436 यहाँ चाहिँ के गरेको छ 48632436 गरेको छ। यसमा चाहिँ के गरिएको छ त भन्दाखेरिमा यसमा चाहिँ गरिएको छ हेर्नु त जोडलाई 2 ले डिभाइड र बिजोडलाई 2 ले के गरेछ त गुणा गरिएको छ। जस्तै हेर्नु त 4 लाई 2 ले 2 ले डिभाइड गर्दा चाहिँ कति हुन्छ 2 हुन्छ। 8 लाई 2 ले डिभाइड गर्दा 4 हुन्छ। 6 लाई 2 ले डिभाइड गर्दा 3 हुन्छ। 3 लाई यो त बिजोड हो त्यसकारण यसलाई चाहिँ इन्टु 2 गर्दा 6 हुन्छ। त्यस्तै छ अर्को 8 1 3 2 लाई 4 2 6 1 यसलाई चाहिँ के गरिएको छ त यो पनि त्यस्तै हो हेर्नु त 8 लाई 2 ले डिभाइड गर्दा 4 1 इन्टु 2 2 3 इन्टु 2 6 2 डिभाइड 1 1 त्यस्तै गरेर यी दुईवटा जस्तै अप्सनमा चाहिँ मिल्ने कुन छ त अब अप्सनमा चाहिँ कुन मिल्छ त सी। सीमा के छ त भन्दाखेरिमा सीमा चाहिँ छ 8 3 4 6 8 3 4 6 4 6 2 3 यसमा चाहिँ के गर्न सकिन्छ यसमा चाहिँ के छ त 8 लाई 2 ले डिभाइड गर्दा 4 3 इन्टु 2 गर्दा 6 4 लाई 2 ले डिभाइड गर्दा 2 6 लाई 2 ले डिभाइड गर्दा 3 त्यसकारण यसको चाहिँ राइट एन्सर कुन हुन्छ त सी चाहिँ यसको चाहिँ राइट एन्सर हुन्छ। धन्यवाद। यस्तै अन्य आइक्यू प्रश्नहरू अभ्यास गर्नको लागि पेजलाई फलो र भिडियोलाई लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। नमस्कार।